प्रधानमन्त्री बालेन्द्र शाहले दिनुभएको अभिव्यक्तिले ठूलो प्रश्न उठेको छ। तपाईहरु यो भिडियोमा हेर्न सक्नुहुन्छ। प्रधानमन्त्रीज्यूको अभिव्यक्तिले यस सदन मात्र होइन, मुलुकको संवैधानिक मर्यादा, सार्वभौमिकता र संस्थागत स्थायित्व, इन्स्टिट्युसनल स्ट्याबिलिटीमाथि नै गम्भीर प्रश्न खडा गरेको आज धेरै हप्ता बितिसकेको छ। हामी निरन्तर प्रधानमन्त्रीबाट जिम्मेवार जवाफको अपेक्षा गरिरहेका छौँ, तर प्रधानमन्त्री कार्यालयबाट जवाफदेहिता होइन, मौनता मिश्रित शक्ति प्रदर्शनको संकेत देखिएको छ। हामीले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई राज्यका संस्थाहरूबीच समन्वय गर्ने, संवैधानिक निकायहरूको स्वतन्त्रता सुनिश्चित गर्ने र मुलुकको संस्थागत स्थायित्वलाई सुदृढ बनाउने केन्द्रका रूपमा कल्पना गरेको थियौं, तर पछिल्ला घटनाक्रमले गम्भीर चिन्ता उत्पन्न गरेका छन्। सार्वजनिक रूपमा आएका समाचारहरूका अनुसार प्रधानमन्त्री कार्यालयका सल्लाहकार र सहयोगीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा अधिकारीहरूलाई निर्देशन मात्र दिएनन्, झण्डै 9 घण्टासम्म नियन्त्रण राखे जस्तै अवस्था सृजना गरी आफूहरूले चाहे अनुसार कदम चाल्न दबाब दिएको आरोप सार्वजनिक भएको छ। तपाईलाई यो भिडियो कस्तो लाग्यो? आफ्नो राय सुझाव दिन नबिर्सनुहोला। धन्यवाद।